हेलो नमस्ते के छ सब सन्चै त आफ्टर लङ टाइम स्वागत छ सबैलाई मार्को टिभीमा। आज यसो हल्का घुमेको भिडियो हालिदिउँ न त भनेर तपाईँहरूलाई यसो देखाइदिउँ न त हामी पनि घुमेको भिडियो भनेर हाल्दैछु है। यो चाहिँ म काठमाडौँको नजिकै चितलाङ भन्ने ठाउँ घुम्न गएको थिएँ। चितलाङ प्लस मार्को पनि हो यही हो चितलाङको अलिकति एकदम भनेको भेडी भएको अहिले त यस्तै हो जस बर्खाको बेला चाहिँ यो चाहिँ चितलाङको उता मार्कोतिरको भेडीगोठ हो। मेरो पछाडिको त्यो जुन डाँडा देखिरहनु भएको छ त्यसमा भेडा चढ्छ। अहिलेलाई त यस्तै छ, बर्खा बेलामा होइन त्यो गाजर पलाउने बेलामा चाहिँ एकदम राम्रो देखेला जस्तो छ। चितलाङ त आइयो तर बर्खाको सिजनमा धेरै राम्रो हुन्छ, पुरा हरियो हुन्छ। अहिले त पुरा सुकेको छ। हो त नि मार्खु मार्खु खु खु यता मार्कु बोय मार्कु मार्कु टिभीमा तपाईँहरूलाई स्वागत। यता ग्याङ छ। पोज दिनु न कुनै यस्तो त्यस्तो डन भएर। वीडियो में आ रहे हो साइड हटो। वो त्यहीँ जानुपर्छ क्या बोटिङ, त्यहाँ बोटिङ गर्नुपर्छ। मार्कु ड्याम अहिले बोक्ने गऱ्यो अनि खाने त्यहाँ बोटिङ गर्ने अब टिकट लियो 3 जना। ढुङ्गा व्यवसाय काठको ढुङ्गा 300 रुपियाँ पर व्यक्ति 150, आधा 1 घन्टा सो घुम्छ अरे। एङ्गलहरू गरिरहेको बाजे एउटा अर्को चप्पु ल्याउन मिल्दैन? अर्को चप्पु भिडियो बनाउनलाई। यो यसको चप्पु निकाल। चलो बस यता फर्केर बस्छु। यहाँको मान्छे खुत्तै बस्नु उफ्रेर। बस
के गर्छु यो गाइस प्लेस भन्नु कुन प्लेस हो त बस यता फर्केर बस मेरो यो भिचिन्छ भनेर म यता गरेँ गाइस हामी बोटिङ गर्दै या यो चप्पु कता हान्ने बजे डर गाइस म चलाउँछ होला हजुर बस भन्नु मात्रै कता हान्ने हामी मार्कु होइन ड्याममा टक्क ढुङ्गा चलाउँदै अब म यही काम गर्छु होला त्यहाँ त्यसलाई ठोकर खान्छ कि अङ्कल काम गर्छ सोचे म 2 घन्टामा 600 कमाउँछु 2 घन्टा पनि लाग्दैन कहिले त काठमाडौँमा राइड गर्छु क्या त्योमा ठोके लाग्यो अङ्कल त्योमा त्यहाँ पानीमा ए काठमाडौँबाट आइरहेको छ दामी चलेर सोफा त भनेर आए टक्क टावर भयो यो टावरबाट केही देखिन्न